बलिउड हो, ए लिस्ट एक्ट्रेस हो, अनि के अरे के भन्छ फेमस एक्ट्रेस हो। अहिले कि फेमस हो कि पुरानी बुढीमा के अरे पुरानी एक्ट्रेस हो पुरानी एक्ट्रेस हो। तो बटले हिन्ट हो नि भनेदेखि एउटा क्वेसन भयो। म पुरानी एक्ट्रेस हो भने मैले वाइल्ड ग्यास लिन्छु ल। ओके तो के अरे करिश्मा कपुर हैन म देखि ओके के था त्यसमा लाग्छ त्यस्तो झुम पनि गर्छ अनि के एक्सरे छ के था झुम्पो गरिस् कि नाच्ने है माधुरी दीक्षित ए हैन अझै पुरानी त्यो ठुलो क्वेसन हो नि हैन अझै पुरानी चाहिँ होइन नि उ त के अरे श्रीदेवी अनि कसरी सो क्वेसन गरेको त माथि भन्दा त पुरानै हो त श्रीदेवी त होइन म त एकदम छुट्टी हो नि त त्यो चाहिँ ल यार तिनटा गए अहिले पनि आइरहेको थिएँ ओके आउँदैन लास्ट मलाई याद छैन लास्ट कुन मुभी हो यसको भन्दै ईशा देओल अनि ए लिस्टर भन्दैछु त ईशा देओल त कसले चिन्नु को ईशा देओल ए अच्छा हो धर्मेन्द्रकी छोरी भन्न हैन एक टाइममा ठुली हो नि त आउने छोडी नि कुन कुन हो त्यसको लास्ट मुभीमा हेरेको धुम त्यो भन्दा धुममा पनि गाना मान्छे होइन मुभी मान्छे अलिकति थोरै अलिकति हैन राख्दैन ए अच्छा त्यो मान्छे देखेर ऐश्वर्या राय तानेको त्यति टाइम लाग्छ त ग्यास गर्न है तेरो कसम भ्याइ हैन हैन ए रिसेन्टलीमा प्रियङ्का चोपडा रिसेन्टमा मुभी नै आएन त्यही त मुभी नआएकोमा होइन प्रियङ्का त आइरहेको छ त प्रियङ्काको अस्ति भर्खर बत्ती गरेको हो 2017 ओके नि 2017 मा हो बत्ती 15 मा हो 13 जतिमा हो पुरानो मुभी हो नि ए अनि रिसेन्टलीमा कहिले दीपिका पादुकोण आगै छैन रिसेन्टमा छैन भन्छु दीपिका पादुकोणले कहिले केमा गरिरहेछ कल्की तँ पनि 2021 को मुभी होला त्यो पनि रिसेन्ट नै हो कहाँ 2021 को मुभी 2021 होइन आई प्रीति जिन्दा त्यत्रो नाम लिएको थिएँ मैले अघि यसलाई जोडेको तैँले जिउ त अनि अब हराइ त अनि हराइ कति क्युट छ हेर्न मैले अघि पनि खोलेर सोध्न आएको थिएँ तँलाई हेत तरिके ओके यसलाई कन्टिन्यू गर्ने जितिस म एउटा पोइन्ट छ के भनिस् मैले गेस गरेँ त ए म सोध्छु नि म कहाँ म भएको छैन मलाई मैले जितिरहेको छु किन क्यामेरा त देखो होला नि क्यामेरा त देखो नि म हेरेर आउनु देखेन भन्दै लु भन् बलिउड हो छोरो मान्छे हो नामी हो सबै हिँड दिएको नि मैले याद गर्ने म त जस्तो कन्जुस छुइनँ नि अनि कमेडियन पनि हो अनि भिलेन पनि स्याक खिच्छ भन् भिलेन पनि स्याक खिच्छ लु भन अब 2024 2025 मा मुभी आयो छैन आउने होला कमेडियन हो त्यसमा त आमिर आउट भयो अक्षय आउट भयो अक्षय किन आउट भएको अक्षयको मुभी आयो त अच्छा होइन कमेडियनदेखि आउट गरेको छु होइन कमेडीमा सलमानलाई नहाले भयो त्यो एक्सन स्टार हो ओके यो साल त्यसको मुभी आएको थिएन गएको साल 2024 मा एनिमल आएको भने चाहिँ रणबीर कपुर पनि भएन रणबीर कपुर कमेडियन हो त्यसको के अरे जब हैरी मेट सेजल भन्ने ए होइन सरी त शाहरुख खानको मुभी हो मुभी हेर्दा गएर बलिउड राम्रो छ होइन ओके ओके के चल्दैछ मलाई थाहा दिनु पर्यो नि मेरा फ्यानहरूलाई मलाई कस्तो फिरीको याद आउँछ त भन्दाखेरि ओके ओके म एउटा गेस गर्छु नि त त्यसो भने नभए फेरि गेस नै गर्न सक्छ तैँले अर्षद वारसी होइन नि अजय देवगनको रिसेन्ट त्यसलाई अजय देवगन गोलमाल गर्छ कमेडी भन्नै पर्यो नभन्नु भएन अजय देवगन तेरो एक्टिङ थाहा भएन भन्दै अक्षय कुमार होइन किनकि अक्षयमा त हर साल मुभी आउँछ तपाईँ फेरि उस्तै खालको के अरे तपाईँ मुभी आउन सकेको छैन सैफ अली खान तर त राम्रो एक्टर हो नि पुरै मनपर्छ त मान्छे अफकोर्स त अनि ओके उ त यहाँ त्यसको नाम याद आएन त्यसको सुरुको मुभी त स्पर्मको थियो नि के हो आयुष्मान खुराना होइन विलन कहाँ खिच्यो त्यसले म त भुलिछु पोइन्ट आयुष्मान होइन हिँड्दैन त एउटा
हिन्ट र अन्त मेरो 4-5 वटा हिन्टमा चाहिँ त्यो मान्छे अरू भाषाका मुभी पनि खिच्न टरेछ विभिन्न भाषाका मुभी खिच्छ त्यसले मतलब म हलिउडहरू पनि खिच्छ भन्न खोजेको हलिउड त होइन त्यत्रो त माथि गएको छैन अब शाहरुख खान त गएको छैन त्यहाँ त पनि त तामिल तेलुगु पनि जान्छ भन्न खोजेको मैले बलिउडदेखि बाहिर गएर उसले अरू भाषामा पनि खिच्छ मार्नै आँट्यो ठुलो एक्टर हो कमेडी पनि फिल्म पनि खिच्छ ए ओके मलाई एउटा ग्यास आयो यो लास्ट ग्यास हो भाइ 1 घन्टा भयो ओके विवेक ओबराय त्यसलाई त मैले सोच्नै नि थिइनँ आफै पनि है शिवे को हो त हार मानिस या गरेर पानी 1 गिलास मुख सुको तेरो सजाय हो त नचिसो नि लाई भारी त ताई भारी भन्ने मुभी रितेश देशमुख रिसेन्टली कुन मुभी आयो त अनि रेड 2 ए हो नि दिमागमा आएको छैन यत्रो मलाई बलिउडको गुड एक्ट्रेस हो एक्ट्रेस भनेपछि छोरी मान्छे फिमेल भयो गुड एक्ट्रेस अहिले रिसेन्टली मुभी आयो त्यसका कति आयो दीपिका पाडुकोन अनि भने एउटा अब हैन मुभी आयो त्यसको त नआएको ए त्यसमा उ त सिद्धार्थी बुढीको नाम के अरे सिद्धार्थ की बुढी को सिद्धार्थ सिद्धार्थ मल्होत्रा कियारा ए मलाई एउटा याद आयो भयो के अनफेयर हुन पाएन आफ्नो बुढालाई धेरै हिँडेर उसले के गर्दैछ मेरो पाली हो नि अनन्या पाण्डे अब दुईटामा एउटा हो दुईटामा छन् आलिया भट्ट घात छ नि अर्को रानी मुखर्जी होइन यसले खिच्यो भने त धमालै हुन्छ कमालै हुन्छ एकदम कंगना रनौत हो मेरो ग्यास होइन म त अझै पनि उहाँ थिएँ श्रद्धा कपुर नै थिएँ म त अझै पनि त्यत्रो भनेर त्यसले खिच्यो भने त ब्रेकिङ न्युज हो ए ल अझै एउटा लास्ट मैले भाइले कंगना लिएर आउँछ सोचेको थिएँ यार लामो लेखिनु होला ओके भयो मैले मुख देखेँ तर देखिन मान्छे को हो मुख चाहिँ देखेँ यो पनि फेमस हो तर एभरेज भन्छ एभरेज तर रिसेन्टली मुभी आएको हो तोले त यो पनि खतरकै अघि कंगना रामको जतिकै ब्रेकिङ न्युज भयो यसको पनि रिसेन्टली मुभी आयो कमेडी मुभी कि अघि हामीले भन्यौँ त रिसेन्टली मुभी आएको ओके सेम सिद्धार्थी बुढी त्यो त फेमस हो है बिहार एडभान्स त एकदम फेमस हैन वन पनि छ तो बिहार एडभान्स यस्तो केही पनि न्युज आएको छैन जो कंगना राउत जस्तो यसलाई कर अनि यो त हामीले पुरा फेक गरे जस्तो हो तर मैले दिमागमा पनि दादी बनने की उम्र में छोटी बच्ची जैसी बिहेव कर रही है अब भन्दिन नि पुरानी हो ल रेखा हो नि विचार तू त फेमस त्यसलाई एभरेज भनेर परदादी भइसक्यो त हैन त्यसलाई एभरेज भनेर मार्ला नि तपाईहरुले सुन्ने रन थाल्नु तू त फेमस होइन हो नि अझै के भन्छ तँ भन्दा तू ल को छ त्यही सोच्दै छु सोचे रानी मुखर्जी रानी मुखर्जी त हिट हो अरु नामै आउँदैन मलाई त्यही भयो मलाई भयो टाइम अब भन्दिनु यहाँ लामो भयो राम्रो हिन्ट देऊ न त त्यहाँ अन्त हिँड्दै के पुरै राम्रो छ यो मुभी त्यति धेरै पुरानो पनि हैन अस्ति भर्खर नै आएको हो अनि यो मुभी पनि एकदम फेमस मुभी हो एकदम कति करोड कमाएको मुभी हो एकदम सुर्खियौमा उसकै पारा जब उसको क्याम्प हो नि तब जसरी फेमस भयो कि हो त्यति नै तारिफ त्यति नै वाह बटुलेकी थिए साथसाथै यो करिया पनि चल्यो तबु हजुर तिन माने त तपाईलाई तबु चिने अझै सँग खिच्छ त्यसरी बुढी पनि आइयो ऐश्वर्या राय भन्ने बुढी हो त्यसैले भन्ने त होइन नि विद्या बालन त नहुनु पर्ने विद्या बालन त एरिसर भाउजू विद्या बालन त फेमस हो एरिसर हो त त्यही त भयो यार गिभन पट्टै आएन भने म भन्दिन भने फोटो भन्दै देखाइदिन्छु तपाईलाई आफै भन्नु स्किममा यो उतो हो यसको नाम पनि याद अमिषा आयो पटेल यसको मुभी आएको एकदम के अरे बर्डर हैन अर्को चाहिँ गदर गदर चाहिँ आयो गदर टुले त अनि पैसा गरे कहाँ कमाएको र 700 करोड कमाएको त कुन हो ऱ्याप अप गर्दिन न त ओके बाइ बाइ